बाटो अब स्थानीय निकायमा जुन बजेट जसरी जान्छ नि पहिला पाइलट ट्र्याक खोल्ने भन्दै भित्तामा कोतर्दै चाहिँ नि बाटो खनिन्छ जहाँ चाहिँ नि नाली नै हुँदैन। अब नाली नभइकन त्यो जुन पानी जसरी प्राकृतिक रूपमा बग्थ्यो नि त्यो एकै ठाउँमा सोरिएर बग्ने बित्तिकै त्यसले चाहिँ नि भोलि प्रकोप ल्याउने धेरै जसो ठाउँमा प्रकोप ल्याएको नै त्यस्तै नालीबाट पानी बगेर गएर हो। पहाडी क्षेत्रमा निर्माण भएका हाल चाहिँ नि सडकहरू स्थानीय निकायले निर्माण गरेका सडकहरूमा धेरै जसो ठाउँमा जहाँ जहाँ प्रकोप भएको छ यो समस्या यही मैले अहिले भनेको जस्तो नालीकै व्यवस्था नभएर सडक बनाउँदा पहिला नाली बनाएर त्यसपछि व्यवस्थित रूपमा सडक बनाइएन भने यो प्रकोपहरू अझ बढ्दै जाने देखिन्छ। र अब यस्ता सडकहरूमा जहाँ नाली छ त्यो नाली भएको ठाउँमा पनि नाली पुरिएर यसरी पुरिएर पानी अर्कोतिरबाट बग्न जाँदाखेरि पनि यो प्रकोपहरू आएका छन्। बाटोको लेभल पहिलाको भासिएर आइपुग्यो। पालिकाले सडकलाई देखाउँछ सडकले अब उसलाई देखाउँछ यस्तै हो सबै यो कले होइन। अब त्यसमा समस्या के भन्दा यो बाटो बनाउँदाखेरि के गरिन्छ भन्दा यो भिर काटेर यसको माटो यतापट्टि फालिन्छ र यसरी फाल्दा त्यो माटो बग्दै बग्दै तल खोल्सीमा बगेर गएर भिरालो जमिनमा फालिएको माटो बग्दै गएर तल चाहिँ ठुलो वर्षाको बेलामा भेलबाडीको रूपमा तल्लो बस्ती अथवा बस्तीहरूलाई चाहिँ नि पुरेर त्यहाँ चाहिँ जनधनको क्षति गराउन सक्छ। र नेपालको धेरै जसो पहाडी क्षेत्रमा यसरी चाहिँ एउटा सानो एउटा भेल चाहिँ नि अर्कैतिर चाहिँ नि मोडिएर यस्तो भेलबाडी आएर ठुलो क्षतिहरू भएको चाहिँ नि छ। अब यो चाहिँ नि वास्तवमा अब यो बेलैमा यो नाली सफा गर्ने कता चाहिँ नि यस्तो चाहिँ नि नालीहरू चाहिँ छेकिएको छ भन्ने कुरा चाहिँ स्थानीयहरूले चाहिँ बेला बेलामा हेरेर त्यसलाई चाहिँ सफा गर्न सके मात्रै पनि कतिपय प्रकोपहरूलाई चाहिँ हामीले चाहिँ नि रोक्न सक्छौँ। र यो ठाउँमा पनि भएको त्यही नै हो। माथिबाट चाहिँ नि यस्तै गरी नाली चाहिँ नि थुनियो र नाली थुनेर अर्कैतिरबाट सडकबाट बाटो पानीले बाटो खोल्दाखेरि चाहिँ नि तलपट्टि पहिरोको फेदलाई चलायो र यो पुरानो पहिरो थियो र पुरानो पहिरोको फेद चल्न गयो र माथिसम्म त्यो चिराहरू परेको हामीले देख्यौँ। र यो चिरा बर्खाको बेलामा ती चिराहरूमा पानी छिर्न गयो भनेदेखि चाहिँ नि त्यो पहिरो सक्रिय हुन जान्छ र ठुलो पहिरोको रूपमा तलपट्टि चाहिँ नि प्रकोपको रूपमा चाहिँ नि त्यो पहिरो जाने हुन्छ र तुरुन्तै त्यो चिराहरूबाट पानी छिर्न नदिने र भेल तर्काएर अर्कैतिरबाट चाहिँ बगाउन दिने सुरक्षित रूपमा निकास गरिदिन मात्रै सक्यो भने पनि पहिरोलाई चाहिँ तत्कालमा चाहिँ नि रोक्न सकिन्छ। तर त्यसको लागि चाहिँ स्थानीय रूपहरू नै चनाखो हुनुपर्ने हुन्छ र चाहिँ नि यस्ता खालका चाहिँ यो कुलेसो चाहिँ पुरिने जस्तो यो नालीहरू पुरिएको छैन भन्ने कुरा अथवा चिरा कसरी चाहिँ चौडा हुँदै गएको छ भन्ने कुरा चाहिँ नि चनाखो भएर त्यसलाई चाहिँ हेर्नुपर्छ बेला बेलामा। सडक बनेका ठाउँहरू नयाँ सडक बनेका अथवा पुराना सडकहरू पनि भएका पहाडी क्षेत्रमा यो सबैतिरको यो जहाँ चाहिँ जनधनको क्षति भएको छ एउटा साधारण एउटा यति सानो चाहिँ उसबाट ठुलो प्रकोप निम्तिन सक्छ, धेरैजनाको ज्यान जान सक्छ भनेदेखि यसलाई त स्थानीय निकायले चाहिँ स्थानीय जनताहरूसँग चाहिँ नि समन्वय राखेर यो कुरा चाहिँ नि गर्न सके मात्रै पनि प्रकोपलाई चाहिँ नि टार्न सकिन्छ।